जय मसी अनि शुभबिहानी सम्पूर्णलाई। यो बिहानी म के भन्न चाहन्छु भने अहिले हामी मानिसहरू यति डर त्रासमा जिरहेको हुन्छौँ। हामीले आफ्नो वरिपरि हेर्छौँ, देशमा के घटिरहेको छ हामीले सोसियल मिडिया थ्रु हामीले पाइहाल्छौँ अनि हामीमा यति डर पैदा हुन्छ अनि त्यही डरले गर्दा हामी मरिरहेको हुन्छौँ। अनि आज डर चाहिँ हाम्रो लागि पासो भनेर भनेको छ। अनि तपाईँ अनि म चाहिँ कसरी हामी त्यो डरदेखि मुक्त हुन सक्छौँ अनि हामी सुरक्षित हुन सक्छौँ भन्दाखेरि चाहिँ परमेश्वरको वचन उपदेश 29:25ले यसरी भन्दछ, मानिसको डर त्यसको निम्ति पासो हो, तर परमप्रभुमाथि भरोसा गर्ने मानिस सुरक्षित रहन्छ। आज हाम्रो डर चाहिँ हाम्रो लागि पासो अरे। पासोमा पसेपछि मान्छे उम्कन सक्दैन, तर आज परमप्रभुमाथि भरोसा गर्नु चाहिँ आज हामी असल कुरो। किन भन्दाखेरि चाहिँ परमप्रभुमा भरोसा गर्दाखेरि चाहिँ हामी सुरक्षित रहन्छौँ। यसैले गर्दाखेरि आज हामी डर नमान्ने, तर डरको सट्टामा प्रभुमा विश्वास गर्ने, प्रार्थना गर्ने हुन्छ। सबैलाई फेरि पनि जय मसीह। आजको तपाईँको दिन असल भएको होस्। लभ यु फ्रेन्ड्स, बाई बाई।